हेलो साथीहरू, सम्पूर्णमा नमस्कार। स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। आज मैले हजुरहरूलाई नेपालको आर्थिक विकासबाट केही वस्तुगत प्रश्नोत्तरहरू लिएर आएकी छु। एकैछिन मेरो भिडियो हेरेर साथ दिनुहोला है त साथीहरू। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला। ढिला नगरी प्रश्नहरूतर्फै लागौँ। प्रश्न नम्बर 25, राष्ट्रिय कृषि नीति 2061 ले कृषि कार्यक्रमहरूको सञ्चालनमा महिला संलग्नता कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ? कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ त? अप्सन नम्बर ए रहेको छ 65%, त्यस्तै गरी अप्सन बी रहेको छ 45%, त्यस्तै गरी सी रहेको छ 30% र डी रहेको छ 50%। अब कति होला त साथीहरू, ल भन्नुहोस् त। महिला संलग्नता कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ त 2061 ले? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी 50% है। प्रश्न नम्बर 26 तर्फ जाउँ। आर्थिक सर्वेक्षण 2080-81 अनुसार नेपालको प्रति व्यक्ति राष्ट्रिय आय कति पुग्ने अनुमान छ? अप्सन ए रहेको छ $1272, त्यस्तै गरी अप्सन बी रहेको छ $1327 र अप्सन सी रहेको छ $1359 र अप्सन डी रहेको छ $1456। यसको के होला त राइट एन्सर साथीहरू, ल भन्नुहोस् त। कति डलर होला? कति डलर होला साथीहरू, ल भन्नुहोस् त। प्रति व्यक्ति राष्ट्रिय आय कति पुग्ने अनुमान लिएको छ त? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी $1456 है। त्यस्तै गरी प्रश्न नम्बर 27 तर्फ जाउँ। WTO को 13औं शिखर सम्मेलन 2024 कहाँ सम्पन्न भयो? WTO को 13औं शिखर सम्मेलन 2024 कहाँ सम्पन्न भयो? अप्सन ए रहेको छ नैरोबी, त्यस्तै गरी अप्सन बी रहेको छ इन्डोनेसिया, अप्सन सी रहेको छ संयुक्त अरब इमिरेट्स, त्यस्तै गरी अप्सन डी रहेको छ काजाखस्तान। कुन होला त यसको राइट एन्सर? प्रश्न नम्बर 27 को राइट एन्सर के होला? कहाँ सम्पन्न भयो? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी संयुक्त अरब इमिरेट्स है। संयुक्त अरब इमिरेट्स। प्रश्न नम्बर 28 तर्फ जाउँ। विषम 2081 को उद्योग दिवसको नारा के रहेको छ? विषम 2021 को उद्योग दिवसको नारा के रहेको छ त? अप्सन ए रहेको छ स्वदेशी उत्पादन अभियान उद्यमीको सम्मान, त्यस्तै गरी अप्सन बी रहेको छ उद्यमशील संस्कृति राष्ट्रको समृद्धि, त्यस्तै गरी अप्सन सी रहेको छ उद्योग र पूर्वाधार आर्थिक वृद्धिको प्रमुख आधार र अप्सन डी रहेको छ सबल उद्योग र रोजगार समृद्धि र सुखको आधार। अब कुन होला त यसको राइट एन्सर? कुन हो नारा, ल भन्नुहोस् त। 2081 को उद्योग दिवसको नारा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी उद्यमशील संस्कृति राष्ट्रको समृद्धि है। त्यस्तै गरी प्रश्न नम्बर 29 तर्फ जाउँ। कुन मुद्रालाई पेपर गोल्ड भनिन्छ? प्रश्न पुनः एकपटक। कुन मुद्रालाई पेपर गोल्ड भनिन्छ? अप्सन ए रहेको छ अमेरिका, त्यस्तै गरी अप्सन बी रहेको छ स्टर्लिङ पाउन्ड, त्यस्तै गरी अप्सन सी रहेको छ SDR र डी रहेको छ युरो। कुन होला राइट एन्सर साथीहरू? यसको राइट एन्सर रहेको छ पेपर गोल्ड भनेर कसलाई भन्यो? अप्सन नम्बर सी SDR है। SDR। प्रश्न नम्बर 30 तर्फ जाउँ। नवलपरासी बाहेक नेपालमा उखु खेती हुने प्रमुख 4 जिल्लाहरू कुन कुन हुन्? कुन कुन होलान् त?
अप्सन ए महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तु। अप्सन बी रहेको छ सर्लाही, रौतहट र रूपन्देही र कैलाली। त्यस्तै गरी अप्सन सी रहेको छ सप्तरी, सर्लाही, चितवन र रूपन्देही र अप्सन नम्बर डी रहेको छ महोत्तरी, सप्तरी, रौतहट र कपिलवस्तु। अब कुन हो त राइट एन्सर यसको? अप्सन नम्बर ए राइट एन्सर महोत्तरी, सर्लाही, रौतहट र कपिलवस्तु है साथीहरू। हस्त साथीहरू, आजको भिडियो यति नै। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेको भए लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद, नमस्कार।